मन्त्री बन्नुभएको तपाईँ मन्त्री बन्नुभएको 100 दिन हुन लाग्यो हैन के काम भयो अहिलेसम्म? धन्यवाद। यो 100 दिन भन्दा नि 90-91 दिन भयो। 90-91 दिनको यो काम गर्ने दौरानमा पर्यटकीय क्षेत्र र पर्यटन क्षेत्रमा चाहिँ भएका समस्याहरू अध्ययन गर्ने र त्यहाँ भएका समस्या समाधान गर्ने उपायहरू खोजी कार्य चाहिँ जारी गरेका छौँ। त्यसमध्ये प्रदेशले पर्यटकीय क्षेत्रमा गरेका र अपुरा रहेका योजनाहरूलाई चाहिँ हामीले अध्ययन गरेर कहाँ के भइरहेका छौँ त्योहरू हेरिरहेका छौँ। जस्तै हामीले बनाएका भ्यू टावरहरू, प्रदेश सरकारले बनाएका भ्यू टावरहरू, सभा हलहरूलाई चाहिँ के कस्तो स्थितिमा छ भन्ने र चाहिँ हामीले चाहिँ अवलोकन गरिरहेका छौँ। जसमध्ये आज नै हामीले सैलुङको गोलघर र त्यहाँको सभा हल चाहिँ स्थानीय सरकारलाई हस्तान्तरण गर्ने काम गर्यौं र अन्य क्षेत्रहरूमा पनि काम गर्ने प्रयासहरू गरिरहेका छौँ। र हामीले संस्कृति जोगाउनको लागि मध्यपुर ठिमीमा वर्षको 2 चोटि वैशाख 2 गते र उसमा चाहिँ यो इन्द्र जात्राको भोलिपल्ट जुन जिब्रो छेड्ने कार्य, त्यसको लागि चाहिँ यो साहसिक र यो संस्कृति जोगाउने कार्य गर्नुभएकोले उहाँहरूलाई प्रोत्साहन स्वरूप प्रत्येक वर्ष क्याबिनेटबाटै निर्णय गरेर 2 लाख रुपैयाँ दिने निर्णय गर्यौं। र अहिले अब बनाउन पर्ने र मर्मत गर्न पर्ने संरचनाहरू फटाफट संरचना मर्मत गरेर स्थानीय निकाय र सम्बन्धित निकायहरूलाई चाहिँ हस्तान्तरण गर्ने काम गरिरहेका छौँ। तपाईले 100 दिनमा चाहिँ के गर्ने बाचा थियो त्यो चाहिँ कतिको पुरा भयो? अब पर्यटकीय क्षेत्रमा अब बाचा नेपालमा प्रचुर सम्भावना रहेको सम्भावित काम भनेको पर्यटकीय क्षेत्रमा नै हो। अब धेरै ठुलो बाचा त मैले केही पनि गरेको छैन। बाचा भन्दा नि काम गर्दै जाउँ, काम गर्दै गर्दै कमसे कम यो बीचमा 100 दिन भित्र पनि यो जेनजी उमेर समूहको एउटा आन्दोलनले गर्दाखेरि पर्यटकीय क्षेत्रमा पनि धेरै ठुलो समस्या पनि आयो। यो आन्दोलनको परिवर्तनका कारण यहाँ तपाईको सुरक्षाका कुराहरू, यहाँ हुने पर्यटकीय क्षेत्रमा कतिहरू बुकिङ भइसकेका कुराहरू चाहिँ क्यान्सल गरेका र जुन नेपालमा चाहिँ पर्यटकीय गन्तव्य क्षेत्र सुरक्षित छैन भन्ने कुरालाई नै सुनिश्चित गराउन नि टाइम लागिरहेको छ। अब केही हदसम्म चाहिँ हामीले त्यसको कामहरू गर्यौं। नेपालमा पर्यटकहरुलाई चाहिँ गन्तव्यहरू सुरक्षित छन्। यो हाम्रो आन्तरिक समस्या हो। हाम्रो यो राजनीतिक समस्या, हाम्रो आन्तरिक समस्या भएको कारणले पर्यटकहरुलाई चाहिँ त्यस्तो केही समस्या छैन भन्ने कुरा पनि हामीले गराएर अनुभूति गराएका छौं। र अब काम गर्ने स्पिरिटमा हामीले जस्तै यो 100 दिने उसमा अब हाम्रो त्रिभुवन पार्क चाहिँ संघीय सरकारले प्रदेश सरकारलाई हस्तान्तरण गरेको, तर एउटा संस्थाले चाहिँ सञ्चालन गरिरहेको, त्यो पनि प्रदेश सरकारको मातहतमा ल्याउनु पर्छ भनेर चाहिँ हामीले त्यस्ता किसिमका रोकिएर रहेका योजनाहरू चाहिँ हाम्रो प्रदेश सरकारको उसमा ल्याउन कुरा गरेका छौं। जस्तै नमो बुद्धको चाहिँ तपाईको हामीले गठन आदेश तयार पार्दै छौं। नमो बुद्धको गठन आदेश तयार पारेको त्यो पर्यटकीय क्षेत्रलाई अझ प्रदेशको मातहतमा ल्याएर त्यसलाई अझ सुन्दर पर्यटकीय क्षेत्र बनाउने कुरामा पनि हामी लागिरहेका छौं। त्यस्तै किसिमको अनेकौं अब चितवनमा रहेका राइनो पार्कका विषयमा पनि हामी त्यसको के हो, त्यहाँ त्यो अपूर्व योजना चाहिँ कसरी टुङ्गाउन सकिन्छ भन्ने कुरामा गर्दैछौं। चितलाङका भ्यू टावरदेखि लिएर बाँकी रहेका भ्यू टावरहरू चाहिँ काम गर्न चाहिँ कति चुनौती छन् तपाईलाई? अब चुनौतीका विषयमा चाहिँ अब पर्यटकीय क्षेत्रमा चुनौती नै छ, त्यति सहज छैन। हेर्नुस्, अब कस्तो नि बाह्य पर्यटकलाई पनि देशमा अब हाम्रो देशको अस्थिर राजनीति र यहाँका पटक हुने आन्दोलन र यहाँ बिना उसमा हुने आन्दोलनले गर्दाखेरि पर्यटकलाई चाहिँ नेपालको गन्तव्य सुरक्षित छैन भन्ने उहाँहरूको मानसिकता छ। त्यो मानसिकता नै सबैभन्दा पहिले चेन्ज गर्न पर्ने छ। हामीले
जेन्जी आन्दोलनमा पनि पर्यटकहरूले गरेका सम्मानका कार्यहरू पनि छन्। त्यस्ता कार्यहरू देखाएर कमसेकम तपाईँहरू सुनिश्चित हुनुहुन्छ भने देखाउनुपर्छ। चुनौतीका विषयमा त यहाँका तपाईँको जस्तै अब अस्ति तपाईँको यो रसुवामा गोसाइकुण्डमा हाम्रो आन्तरिक पर्यटकहरू नै त्यहाँको खरे खोलाले बगाएर अहिलेसम्म हामीले भेटाउन सकेको छ। त्यस्तो चुनौतीहरू चाहिँ धेरैहरू छन्। तर त्यो चुनौतीहरू साथसाथै सम्भावनाहरू पनि छन् भनेर चुनौतीसँग नडराइकन त्यसलाई कसरी समाधान गर्न सकिन्छ हामी लाग्छौँ। अब भर्खर 100 दिन हुँदैछ, धेरै ठुलो परिश्रम गर्ने समय पनि भइसकेको छैन। तर पर्यटक र पर्यटकीय क्षेत्रमा काम गर्नुपर्छ भने उत्साहका साथ चाहिँ लागेका छौँ। समस्याहरू छन् तर त्यसलाई समाधान गर्नुपर्छ, समाधान गर्छौँ भन्ने लागिरहेको छ। जेन्जी आन्दोलनको बेला तपाईँ कहाँ हुनुहुन्थ्यो होइन? अनि त्यसपछि चाहिँ सहज वातावरण कसरी बन्यो तपाईँ बाहिर निस्कन? अब यस्तो जेन्जी आन्दोलनको बेलामा म यही मन्त्रालयमै थिएँ, हाम्रो हेटौँडामै थिएँ। अब जनताको आदेशअनुसार अब अनि थियो। अब त्यस्तो असहजता भन्दाखेरि पनि अब तपाईँको जेन्जी आन्दोलनको यही हेटौँडामै बसेर काम गरिरहेका थियौँ। अब त्यसको त्यो राजनीतिक माहौल चेन्ज भइसकेपछि के गर्न सकिन्छ त्यो अनुसार लाग्यो। अब अहिले प्रदेश सरकार उहाँहरू चाहिँ संविधान उसमै आउनेपछि प्रदेश सरकारसँग कोर्डिनेसन गरेर जेन्जीका अबबाट नेतृत्व बनेको सरकारसँग कोर्डिनेसन गरेर काम पनि भइरहेको छ। तपाईँको आगामी योजना के छ? अब मेरो आगामी योजना चाहिँ धेरै नयाँ कामहरू भन्दा नि यो प्रदेश सरकारले हिजो गरेर पर्यटकीय क्षेत्रमा गरेर पर्यटकीय क्षेत्रहरूमा जुन यो गरेर संरचनाहरू बनाएर अस्तव्यस्त छोडेको छ त्यो संरचना पहिला पूर्ण रूपमा चाहिँ त्यसलाई कार्यान्वयन गराउने र पर्यटन ऐनहरू र सांस्कृतिक ऐनहरू ल्याएर चाहिँ कमसेकम पर्यटक क्षेत्रमा सहजीकरण बनाएर कमसेकम आन्तरिक पर्यटक र बाह्य पर्यटकलाई निर्धक्कसँग चाहिँ घुम्ने र त्यहाँ पर्यटकीय आनन्द लिने वातावरण चाहिँ बनाउनुपर्छ भन्ने लागिरहेका छौँ। त्यसका लागि हामीले चितवन सौराहाको पर्यटक व्यवसायीहरूसँगै कुरा गरिरहेका छौँ। त्यसपछि काठमाडौँका व्यवसायी लगायत विभिन्न पर्यटन क्षेत्रमा चाहिँ सँग अन्तर्संवाद गरेर चाहिँ पर्यटकीय क्षेत्रमा भएका समस्यालाई कसरी समाधान गर्न सकिन्छ, त्यहाँका चुनौतीहरूलाई के गर्न सकिन्छ, व्यवसायलाई परेका अप्ठ्याराहरू चाहिँ कसरी चाहिँ फुकाउन सकिन्छ, व्यवसाय र मन्त्रालय बिचको सम्बन्ध कसरी सुमधुर बनाउन सकिन्छ भन्ने हिसाबले लागिरहेका छौँ। कमसेकम प्रदेश सरकार र व्यवसायलाई चाहिँ एक ठाउँमा एउटै मालामा जोडेर अगाडि बढाउन सक्यो भने पर्यटन व्यवसाय र पर्यटकीय क्षेत्र बागमती प्रदेशलाई पनि अझ एकदम उचाइमा पर्यटकीय क्षेत्रमा उचाइमा पुर्याउन सक्छ भन्ने लागिरहेको छु। एउटा उत्साह बोकेर लागिरहेको छु। अब यो अभियानमा के कति गर्न सकिन्छ सकेसम्म यो प्रदेशको पर्यटकीय क्षेत्रमा राम्रो गर्छ भन्ने लागेको छु। चुनौती जसरी अहिले तपाईँले एउटा प्रचुर सम्भावनाका विषयहरू जसरी एउटा पर्यटकीय क्षेत्रमा देखिएका विषयहरू उल्लेख एउटा पोइन्ट आउट गरिरहनु भएको छ होइन? सङ्घीय सरकारद्वारा अब प्रदेश स्तरीयसम्म आइपुग्दासम्म तपाईँहरूले काम गर्ने एउटा सिलसिलाको यही क्षेत्रमा पनि एउटा समर्थनको विषयमा एउटा सहकारी गर्ने विषयहरूमा कतिको चाहिँ तालमेलको अवस्था देखि महसुस गर्नु भएको छ? अब यस्तो सङ्घीय सरकार र प्रदेश सरकार त एक आपसमा परिपूरकै भएर काम गर्नुपर्छ। सङ्घीय सरकारलाई इग्नोर गरेर प्रदेश सरकारले जान सक्दैन, प्रदेश सरकारले इग्नोर गरेर सङ्घीय सरकार जान सक्ने स्थिति छैन। यो पर्यटन क्षेत्रमा प्रदेशले मात्र सबै कुरा गर्छु भन्ने सम्भावना छैन। सङ्घीय सरकारको मात्र सबै कुरा, यसलाई चाहिँ प्रदेश सङ्घ र स्थानीय निकायको सहकार्यमै अगाडि बढ्नुपर्छ। यसमा कसैलाई चाहिँ छोडेर जान्छु भन्दाखेरि यो सम्भावना हुँदैन। भनेपछि अहिले हाम्रो जुन किसिमले देशमा एउटा किसिमको एउटा आन्दोलन भयो त्यसपछि अहिलेको चुनौतीहरूमा तपाईँ एउटा प्रदेश स्तरीयहरूमा एउटा आफ्नो जिम्मेवारी सम्हालिरहँदा चुनौती पनि देखिरहनु भएको छ, सम्भावना हेरिरहनु भएको छ। यसमा अहिले तपाईँले पोइन्ट आउट गरेर भन्नुपर्दा चाहिँ अब खास तपाईँले गर्न सकिने एउटा विषय महत्त्वपूर्ण विषयहरू के हुनसक्छ अहिलेको यो समयअनुसारले चाहिँ? अब तपाईँको बागमती प्रदेश चाहिँ मेरो विचारमा यो पर्यटकीय क्षेत्रमध्येको 70% जति चाहिँ यो बागमती प्रदेशमै पर्छ। अब सम्भावनाहरू धेरै छ, बागमती प्रदेशभित्र। यहाँ हिमाल, पहाड, तराई सबै कुरा जोडिएको छ। यहाँ तराईका पर्यटकीय क्षेत्र पनि देखाउन सकिन्छ, पहाडी पर्यटकीय क्षेत्रको लागि प्रयोग गर्न सकिन्छ, हिमाली क्षेत्रमा पनि प्रयोग गर्न सक्ने सम्भावना छ। तर हामीसँग स्रोत साधन कमीले गर्दाखेरि यहाँको पर्यटकीय क्षेत्रको लागि चाहिँ बजेटको अति आवश्यक छ। तर त्यो स्रोत साधन चाहिँ अब नेपाल सरकारको, प्रदेश सरकारको उसले त्यहाँको अपेक्षा अनुसारको गर्न चाहिँ सकिरहेको छैन।
त्यो कारणले गर्दा त्यस्ता किसिमका चुनौतीहरू चाहिँ छन्। अब जुन गन्तव्य क्षेत्रमा जस्तै सौरा नै भयो, तपाईँको दोलखाको तपाईँको सैलुङ नै भयो, काठमाडौँका विभिन्न क्षेत्रहरू भए, सिन्धुपाल्चोकको तपाईँको 5 पोखरीदेखि लिएर गोसाइकुण्ड रसुवाको गोसाइकुण्डदेखि लिएर धेरै ठाउँहरू सम्भावना छन्। तर सम्भावना सँगसँगै हामीसँग आर्थिक अभावका कारणले गर्दाखेरि र यो प्रचार प्रसार पनि समस्या हो। हामीसँग भएका यो ठाउँहरूले गर्न सकेका छन्। अब यसलाई चाहिँ सबैसँग अब स्थानीय पालिका सबैसँग कोर्डिनेसन गरेर अगाडि बढाउनु पर्छ जस्तो लागिरहेको छ। एउटा देशमा रहेका नेपालको पर्यटकीय स्थललाई जस्तै एउटा सुदृढीकरण गर्नको लागि एउटा जस्तो अभियान तपाईँले थालिरहनु भएको छ। बाहिरी अन्य अन्तर्राष्ट्रिय जगतबाट पनि यस क्षेत्रलाई हेर्ने दृष्टिकोण कस्तो पाउनु भएको छ अहिले, त्यहाँबाट यहाँको भूमिकाको पहल के छ? अब यस्तो हो, अब यो अन्तर्राष्ट्रिय स्तरमा चाहिँ अब नेपालमा चाहिँ यो पर्यटक चाहिँ सुरक्षित छैन भन्ने कुरा चाहिँ मेसेज गएको छ। त्यो चाहिँ गलत हो भन्ने कुरा चाहिँ हामीले राख्नुपर्छ नि। अस्ति भर्खर यो दसैँ सकिएपछि हामीले 70-80 जना चाइनिज ब्लगर्सहरूलाई चाहिँ ल्याएर चाहिँ नेपालको पर्यटकीय क्षेत्रको चाहिँ तपाईँले प्रचार प्रसार गरिदिनुहोस् भनेर एउटा कार्यक्रम पनि गऱ्यौँ। त्यसै गरी अहिले प्रदेश सरकारले पनि राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरका ब्लगर्सहरू ल्याएर चाहिँ कमसेकम यहाँका पर्यटकीय क्षेत्रहरू, यहाँका सम्भावित गन्तव्यहरूको चाहिँ प्रचार प्रसार गर्न लागिरहेका छौँ। अब त्यसलाई चाहिँ एकदम बढी से बढी प्रचार प्रसार राष्ट्रिय अन्तर्राष्ट्रिय रूपमा प्रचार प्रसार गरेर चाहिँ पर्यटक भित्राउने काममा चाहिँ हामी लागिरहेका छौँ। कानुनी जटिलता के छ संस्कृति तथा पर्यटन क्षेत्रमा? अब कानुनी जटिलता चाहिँ अब यो पर्यटन क्षेत्रमा यो अब अनेकौँ किसिमको कानुनी पर्यटन क्षेत्रमा धेरै ठाउँमा यस्ता समस्याहरू छन्। कहीँ वनका समस्या, कहीँ तपाईँको यो के अरे यो राष्ट्रिय निकुञ्जका समस्या, कहीँ गएर तपाईँको यो अरू अन्य धेरै किसिमका समस्याहरू छन् होइन। अब त्यो समस्या चाहिँ अब कस्तो नि एउटै माटो अब जङ्गलको समस्या, वनको समस्या, एउटा समितिको समस्या छुट्टै, उसको निकुञ्जको समस्या छुट्टै हुँदाखेरि चाहिँ अलिअलि समस्या चाहिँ पर्यटकीय क्षेत्रमा छ। अब त्यसलाई चाहिँ हामी एउटै छाता पनि छौँ सबै। यहाँबाट हुने हरेक उपलब्धि चाहिँ हाम्रो नेपाली र नेपालको पर्यटकीय क्षेत्रमा हुने भएको कारणले हामी सबै सेक्टरकाहरू मिलेर चाहिँ त्यो चुनौती र समस्या चाहिँ समाधान गर्छौँ नि लागेको छ। हस्, धन्यवाद। चाहिँ हामीले अहिले ऐनको ड्राफ्ट गरेर अहिले त्यो हामी अर्थमा पुर्याएका छौँ। अर्थबाट तपाईँको क्याबिनेटबाट तपाईँको क्याबिनेटको समितिबाट तपाईँको सदन आएपछि सदनबाट तपाईँको समितिमा बसेर छलफल गरेर हामीले यस्ता समस्या समाधानका ऐनहरू पनि बनाउँदैछौँ। त्यो तत्काल आउने पनि हजुरहरूलाई जानकारी गराउँछौँ। अब त्यो गरेर कमसेकम यस्ता समस्या चाहिँ समाधान गर्न लाग्छौँ। हस्, धन्यवाद।